मेरे केटीकेटीहरूलाई त पठाइदिनु पाए हुन्थ्यो क्या रे। एकअर्काको मुख हेरेर मात्र हुन्न, बरु अहिले नै गएर कप्तान सबका कुरा गर्नुपर्छ। यसको त मुखै बैरी छ क्या। खसमलाई टालको मुखमा छोडी एक्लै जान मन मान्छ तेरो? त्यही त भने खसमको साथमा आइसकेपछि कसरी छोडेर जाने हो? म नि खसम छोडी जान सक्दिन। राधा तँ क्या गर्छिस्? नाइ, म पनि खसम छोडी जान सक्दिन। हेर, खसम भनेका मर्द हुन्, फौजी हुन्, तिनीहरूको कामै लड्ने हो। हामी आफ्नो बच्चाको लागि भए पनि बाँच्नै पर्छ, बुझिस्? सुन्तलले भनेको कुरा हुनासी हो। म पनि त आफ्नो घर परिवार छोडेर युद्धको मैदानमा आएको छु। पहिलेहरू घामवाला छाउनी बनाई बसिसकेका छन्। चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखाले गढवालको मुकाम श्रीनगर जान सक्छौँ। कप्तान साहब, क्या कुरा गरे हो हजुरले? हाम्रा खसम यही छन्। छाडी गएमा भुटभुटिएर बसिन सक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौँ। किन कुरा नबुझेकी? गीत बरु आजै जाउँ बच्चालाई लिएर। त जाने भए जा, म त जाने छुइन। कप्तान साहब, हजुर पनि हामीलाई कर नगरी बक्सोस्। मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाइँ सिक्नुपर्छ। बैरीका डरले भाग्ने त्यस्ता लाक्षी हेर्नौ हामी। खसम भन्ने हाम्रो लागि भूमि बराबर हुन्। भूमि छोडी भाग्ने छैनौँ, बरु बैरीको दाँत गर्न तयार छौँ। हेर, मायाले मात्र युद्ध जितिँदैन। उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो। आमा, म त जान्न। बरु बैरीलाई मेरो घोयत्रोले हानेर ढाली नै दिन्छु। हो, म पनि त्यसको टाउकोमा टुटुक्क उडाइदिन्छु। आयो गुलेली आयो। गुलेली मलाई पो हान्नु त नि। अच्छा यो हुँदै भयो नि। उता हेर्न गुलेली हान्छ कि गुलेली यत्रो गुलेली छ नि, यसो ठ्याङ हान्छ नि हतियार। क्या बात जानते हो? साहब, पट्टा नौजवान बलभद्र कुंवर के कमान में और औरतें और छोटे छोटे बच्चे भी है साहब। यही पास की बाजार से रसद पानी ले जाती